तपाईहरुलाई थाहा भइसकेकै कुरा हो। हामी केही समयदेखि पहिला हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान अन्तर्गत झापाबाट कञ्चनपुरसम्म पुगेर त्यो पहिलो चरणको कार्यक्रमको समापन गरेका थियौं र त्यो क्रममा एउटा अभूतपूर्व उत्साह जनतामा देखा पर्यो र अहिले हामी फेरि मध्य पहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान भनेर अस्ति 2 गतेदेखि बैतडीको पाटनबाट सुरु गरेर आज हामी कास्कीमा आइपुगेका छौं र यो प्रक्रियामा कहाँ के भयो भन्ने कुरा पक्कै पनि तपाई पत्रकार मित्रहरूले फलो गरिराख्नु भएकै होला। प्रत्येक जिल्लामा जनताको जो गुबार जस्तो देखा परेको छ राजनीतिक परिस्थिति बारे र विकास प्रक्रिया बारे आउने दिनमा के होला भन्ने बारे हामीले जे कुरा राखेका छौं त्यो कुराप्रति जुन अभिरुचि देखिएको छ त्यो अभूतपूर्व छ। हामी यो अभियानलाई अलि छिटै सक्नेमा थियौं। पहिला केन्द्रीय समितिको हाम्रो निर्णय अनुसार फागुन 12 गतेबाट सुरु गरेर चैतको पहिलो हप्तासम्म झापादेखि कञ्चनपुरसम्मको चाहिँ अभियान सक्ने, त्यसपछि छिटै फेरि मध्य पहाडी लोकमार्ग सक्ने हाम्रो उद्देश्य थियो। निर्णय पनि त्यही स्पिडमा गरिएको थियो। तर त्यही बीचमा काठमाडौँमा प्रतिगामी जसलाई हामी भन्छौं राजावादीहरूको वितण्डा सुरु भयो। सरकार भने मुख दर्शक बनेर बस्यो। राजतन्त्रको गतिविधि राजावादीहरूको गतिविधि जति बढे पनि त्यसको भण्डाफोड गर्ने, विरोध गर्ने, त्यसको विरुद्ध जनमत तयार पार्ने काममा सरकार बिल्कुल गैर जिम्मेवार देखा पर्यो र हामी बाध्य भएर त्यसको प्रतिवाद गर्नको लागि हामीले केही समय अभियानलाई रोकेर राजावादीहरूको वितण्डा प्रतिगमनका विरुद्ध हामीले काठमाडौँमा देखिहाल्नुभयो। चैत्र 15 गते झन्डै 1 लाख भन्दा बढी जनतालाई उतारेर त्यसको भण्डाफोड हामीले गर्नु पर्यो। यथास्थितिवादी र प्रतिगामीहरूको बीचमा कहीं न कहीं साँठगाँठको सम्भावना देखा पर्यो। तपाईहरुले देख्नुभयो चैत्र 15 गतेको मुख्य ब्यानर नै हामीले यथास्थितिवादका विरुद्ध र प्रतिगामी षड्यन्त्रका विरुद्ध विरोध प्रदर्शन र सभा भनेर हामीले राख्यौं र त्यो विशाल प्रदर्शन अहिलेको सापेक्षतामा त्यो प्रदर्शनले राजावादीहरूको हरकतहरूलाई, राजावादीको प्रतिगामी षड्यन्त्रलाई राम्रैसँग प्रतिवाद गर्यो, जवाब दियो र उनीहरू यति उत्तेजित हुने स्थितिमा पुगे कि अब जनमत आफ्नो पक्षमा छैन भन्ने देखिएपछि थोरै मान्छे तिनकुनेमा उतारेर अनि वितण्डा जो पहिला हामीले भोगेको पञ्चायत कालमा मण्डलहरूको गुण्डागर्दी आतंक भन्या जस्तै त्यहाँ हत्या, हिंसा, आगजनी, लुटपाट सबै चित्रहरू देखियो। को हो राजावादी भन्ने कुरा पनि जनताले राम्रोसँग थाहा पाए र गणतन्त्रवादीहरू कति अनुशासित हुन्छन्, कति संयमित छन् र कसरी विशाल जनमत गणतन्त्रवादका पक्षमा छ भन्ने कुरा समाजवादी मोर्चाको नामबाट हामीले आयोजना गरेको कार्यक्रमले प्रष्ट पार्यो। जब राजावादीहरूको वितण्डा र तिनको आततायी क्रियाकलापको भण्डाफोड भएपछि हामीले फेरि यो अभियानलाई निरन्तरता दियौं। अब हामीले राजावादीहरूका विरुद्ध गरेको, प्रतिगामीहरूका विरुद्ध गरेको प्रतिवाद सायद अहिलेको भ्रष्टाचारीहरूको सरकारलाई चाहिँ केही न केही राहत पुगेको जस्तो हामीले महसुस गर्यौं। उनीहरूप्रति बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामीहरूको, राजावादीहरूको निरङ्कुशतावादी हरकतको भण्डाफोड गरिदिँदा सरकारलाई केही न केही थोरै भए पनि राहत महसुस गर्यो र तपाईहरुले सुन्नुभयो यिनै प्रधानमन्त्री म सुन्दैछु आज पोखरा नै आएका थिए कि के थिए, तिनैले प्रतिनिधि सभामा भनेका थिए भव्य र सभ्य सभा हामीले आयोजना गरेको प्रतिगामी विरोधी चाहिँ सभालाई भनेर पनि बोलेका थिए। म सुन्दैछु आज आएर राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर पनि कहीं न कहीं बोलेरे भन्ने सुन्छु। म त अहिले त अरु धेरै भन्नु छैन। यदि त्यसै भनेको हो भने म प्रधानमन्त्रीजीलाई एकचोटि मेन्टल हस्पिटल गएर जचाउन सल्लाह दिन चाहन्छु। अब म यता अभियानको कुरा हो भने
अभियानमा अभूतपूर्व जनसहभागिता उभार देखा परेको छ र यो अभियान माओवादी केन्द्रको मात्रै अभियान होइन। यो नेपालमा विकास र समृद्धिको आकांक्षा राख्ने तमाम नेपाली जनताको, देशमा राजनीतिक स्थायित्व खोज्ने सबै नेपालीको र राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको खोजी गर्ने सम्पूर्ण देशभक्तहरूको अभियान गर्न पुग्यो। हामीले झापाको कचन कबलबाट सुरु गरेको अभियान कास्कीसम्म आइपुग्दा, पोखरासम्म आइपुग्दा यो सबैको अभियान गर्न पुग्यो। माथि नेताहरूले जेसुकै भने पनि हामी स्थानीय तहमा नेपाली कांग्रेसका स्थानीय सरकार भएका ठाउँमा या एमालेकै सरकार भएका ठाउँमा पनि हाम्रो स्वागत गरियो, अभिनन्दन गरियो, अभियानको सफलताको शुभकामना भनियो। कयौं ठाउँमा उहाँहरूले प्रत्यक्ष हामीलाई सहयोग पनि पुर्याउनु भयो। यसरी हेर्दा यो अभियान माओवादी केन्द्रको सामान्य राजनीतिक अभियान मात्रै नभएर एउटा राष्ट्रिय एकताको अभियान, एउटा देशको अहिले राजनीतिक अस्पष्टता अराजकताको जो स्थिति छ त्यसको समाधानको अभियान, राष्ट्रिय एकतालाई सुदृढ गर्ने अभियान बन्न पुग्यो। र हामीले के महसुस गरेका छौँ भने हाम्रो पार्टीका सबै वरिष्ठ उपाध्यक्षहरू, महासचिव र विभिन्न ठाउँमा उपमहासचिव समेत पनि संलग्न भएर हामीले यो अभियानमा मजदुर किसानका कुरा सुनेका छौँ, व्यवसायीका कुरा सुनेका छौँ, शिक्षक कर्मचारी बुद्धिजीवीका कुरा सुनेका छौँ, नागरिक समाजका कुरा सुनेका छौँ र समग्रमा अबको नेपाली राजनीतिको दिशा के हुने, कसरी अगाडि बढाउने भन्ने बारेमा यति धेरै सामग्री सङ्कलन भएको छ। हामी त्यसको संश्लेषण गरेर देशमा आउने दिनको राजनीतिक डिस्कोर्स तयार पार्ने प्रक्रियामा छौँ र अब यो प्रक्रियाको एउटा पाठ, खास गरी मध्य पहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानको एउटा पाठ पोखरामा भोलि आयोजना हुने सभा चिप्लेढुङ्गामा आयोजना हुने सभा सकिएपछि एक चरणको मध्य पहाडी लोकमार्ग अभियान रोकिनेछ। यस बीचमा विभिन्न सङ्घ संस्था, पार्टीहरू, स्थानीय सरकार सबैले दिएका ज्ञापनहरू, मागहरू, बजेटमा यी कुरा पारिदिनु पर्यो भनेर गरिएका आग्रहहरू सबैलाई केन्द्रित गरेर भोलि बेलुका हामी काठमाडौँ गएर सरकारलाई यी सबै विषयहरू, यसको गम्भीरता कसरी देखा परेको छ भन्ने बारेमा सरकारलाई बुझाउने र बजेटमा यी कुराहरू परेनन् भने त्यसको परिणाम अझ गम्भीर हुन सक्छ भनेर चेतावनी दिने हदसम्म हामी जाँदैछौँ। र भोलिको सभा तपाईहरुलाई थाहा भइसकेकै होला। कति बजे भने 11 बजे हुने सभा हामीलाई लाग्छ यहाँ कास्की जिल्लाको जनताले, यहाँका सबै नागरिक समाज, बुद्धिजीवी सबैले पनि यो अभियानको विकासक्रम नजिकबाट हेर्नु भएकै छ भन्ने लाग्छ र ठुलो सङ्ख्यामा भोलि चिप्लेढुङ्गामा जनताको केन्द्रीकरण हुन्छ भन्ने पनि हामीले ठानेका छौँ। अहिलेको यो पत्रकार सम्मेलन मार्फत तपाईहरुले सम्प्रेषण गर्ने समाचारले पनि त्यसमा सकारात्मक भूमिका खेल्छ भन्ने विश्वाससहित म अहिले आफ्नो कुरा सुनाउँछु। एयरपोर्टको भन्सारमा निकै ठुलो घोटाला भइरहेको छ। दिनदिनै करोडौँको घोटाला भएको छ भन्ने कुरा मैले बाहिर भन्न सुरु गरेको थिएँ, सरकारलाई खबरदारी गरेको थिएँ। जब यस किसिमको भ्रष्टाचारका घटनाहरू अध्यागमन भित्र भए भन्ने कुरा मैले बाहिर बोल्न थालेपछि यस प्रकारका न्युज आउन थालेको हुनाले यसभित्र गम्भीर डिजाइन भएको देशको अहिलेको परिस्थितिबारे र हामी अगाडि कसरी जान चाहेका छौँ, सुशासन, सामाजिक न्याय र आर्थिक विकास हाम्रो सरकारमा हुँदाखेरिको पनि मुख्य एजेन्डा हो। अहिले सरकार बाहिर अभियान चलाउँदा जनतालाई आश्वस्त पार्ने पनि त्यही नै हो। हामीले खबरदारी गरेको सदनभित्रबाट पनि खबरदारी, सडकबाट पनि खबरदारी र यो अभियान मार्फत पनि खबरदारी गरेका छौँ। मैले अघि नै भने यी सबै कुराहरू सरकारलाई हामी जनताका मागहरू
चाहे कृषि क्षेत्रका या शिक्षाका स्वास्थ्यका रोजगारीका सबै समस्याहरू हामी राख्छौँ र अन्तिम रूपमा सच्चिनको लागि हामी भन्छौँ। त्यति गर्दा पनि सच्चिएन भने अन्ततः हामीले गर्ने भनेको सडक र सरकारका मोर्चाबाट आन्दोलन नै र त्यो आन्दोलन हामीले अहिले पुरा बुझ्यो भने त्यो रोकिन सक्छ। तर सरकार यसरी नै उल्टो बाटो हिँडिराख्यो भने त्यो परिस्थिति आउन सक्छ। त्यो शान्तिपूर्ण आन्दोलनको कुरा गर्छ। थ्याङ्क यू।